हेलो गाइज, म चाहिँ यहाँ खाइमन गर्न निस्केको के एक्चुली म आज बिहानबाट साँझसम्म काम गरेर अनि काम छुट्टी भएर आएर अनि रेडी सेडी भएर खाना बनाउँछु सोचेको थिएँ। तर त्यही खाना बनाउनको लागि खानेकुरा किन्न जाँदैछु। म मेरो फेभरेट खानेकुरा किन्न मासु एक्लै छु। मेकअप गरेको आँखा कस्तो भयो, अलिअलि दल दिएको के हरि एक्लै हिँडेछु, बाटोमा छु। जाने बेलामा पसल बन्द नहोस्, त्यही हो। यो मलाई मनपर्ने ठाउँ, किनभने म जे गर्दा नि यहीँ आएर बस्ने, एकदम शान्त। भिडियो म पसलमा गएर बनाउँछु भने ठिकै छ, तर कस्तो बुटिन जस्तो एक्लै अँधेरो छ त। तर मैले एउटा कुरा देखेँ कि यहाँ, त्यही भएर म यहाँ रोकेको। गाइज म देखाउँछु ल। यस, हेलो, कस्तो राम्रो हो र। तुम ऐसे क्यों खूबसूरत है। मिल्ने भने यसलाई त के पो गर्दिनु। हेर त फक्रे चाहिँ यो त फेरि यस्तो राम्रो छ। चुप्पा लाजा ल, बाई बाई। अनि यो 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 रुखहरू छ नि, यो सबैमा पछि साकुरा फुलेर यस्तो राम्रो हुन्छ। तर म यो पालि साकुरा फुल्ने बेलामा यहाँ हुँदिनँ, जान्ने तँलाई हेर्नै पाउन्न। अब किन म नभएको बेला फुल्छस् र त। लिटरली गाइज भुटिन्ला जस्तो छ ठाउँ। ए ठाउँ अरे समय के 8 बजेको हो, तर लास्ट अँधेरो देखेछ कि। तर केही छैन, भुट पनि मेरै साथी हो। म त मिल्छु, हामी त मिल्छौँ। अलि धमिलो धमिलो आयो, तर फुलै फुल कस्तो फुल्यो हा। म यहाँ बसेर हेरेछु तिमीलाई, तिमी त्यहाँ बसेर मलाई हेर, म तिमीलाई यहाँ बसेर त्यहाँ हेर्छु। के गर्ने र। त्यसले नि मेरो बात त सुन्छ होला कि नि, तर यसले भन्न जान्दैन कि बिचरा, त्यही भएर नि हान्छ यस्तो। अलिक देखिन्न के गएँ, मलाई भोक लाग्यो। तिमी त्यहीँ बस। अघि भुटिङ्ला जस्तो ठाउँमा थिएँ। के म यहाँबाट तिरैतिर आएको, लाइट नभएको भएर त्यस्तो आएको कि। तर उज्यालो छ छु कि यो चाहिँ यहाँ बल्ल यहाँ आएपछि बल्ल जापानमा छु कि जस्तो फिल हुन्छ, नत्र त हुन्न। ठ्याक्कै पोखरा जस्तो हो। त्यस्तो भएर त झन् मलाई अटेर सटेर केही लाउन्न। अनि के भन्ने बातै आएन, बात आएन, बात कुरा गर्नै आएन एक्लै भएर। मैले गाइज मेकअप गरेर आएको, तर मास्क खोलिनँ कि भर्खरै रुगा सन्च भयो। अनि त्यही भएर यो चाहिँ हाई सेसन दाँत बिग्रेको ठाउँमा एक बेलामा यहाँ आउने कि। म त यो हेर्दा नि डरान्छु गाइज। यहाँ मेरो 8 कि 7 दाँत भरेको छ के। यताको उखालेर फाले, अनि त्यस पछाडि फाले, अनि यता सबै भरे दाँत भरे है। अनि यो छ नि यो मेरो चिमान, यो माया बा यहाँको दाँत झन् किराले खाएको छ कि। अनि भरेको है, टेम्पोररी भरिदियो। अनि यसमा चाहिँ मैले कभर लाउनुपर्छ अरे कि। 2 थरी हुँदो रहेछ कभर पनि, सस्तो र महँगो। महँगोलाई त कतिले हाचीमान हाँस्या यहाँनिर उखानेका न यो नान्दै सोनानी खाखाइनु। यो हाम्रो छिउयो कि म यहाँ आइपुग्न लागेँ गाइस। म जानुपर्छ चाहिँ उठ्यो ए1को पिङ्क थियो। अन्त छिट्याएको भए चाहिँ जिउ र युनिकलो पनि जान्छु भन्ने सोचेको थिएँ, तर भ्याएन। किनभने सबिना इट्स म यस्तो कसै हुन्छ कि सबिना काम छैन भनेर भन्दिनँ। मलाई थाहा लागेको थियो नि त, आज बिहानभरि काम गरेको, दिनभरि बिहानभरि साँझभरि नि अझ समय। हावाले हल्लिँदै बसे। कस्तो राम्रो हो के फुल। म पसल आएको पसलमा छिरेको कति बजीसम्म रहेछ र, खाइते नाइने छिरेको ल। यो चाहिँ यहाँ त्यो मेकअपहरूको पाउँछ कि गाइस। म त्यहाँबाट छिरेर आएको होइन, तर म जाने पसल चाहिँ यहाँ योभन्दा तलपट्टि हो कि। के अरे यहाँ मुनि चाहिँ ठुलो सुपा के। अनि मैले त्यहाँबाट मासु किन्छु भनेर आएको। मेरो बुङ्गुर मासु त्यहाँ छ कि गाइजहरू, अनि म किन्छु। यस्तो लेखेछ यहाँ, यस्तो लेखेछ। नान्ने मान्छेलाई यस्तो गर्नु हुन्छ र। यहाँ चाहिँ वारी बिगिरे
फ्रेस खान्छु, वारिबिकी हेर्दिनँ म मासु किन्न आएको वास्तवमा। गाइस देखो न केला। म पुगेँ मेरो मासु भएकोमा, तर छ कि छैन म खास म नाङको छु किन्न आएको कि गाइस। नाङको छु, यो बुङ्गुरको नाङको छु। यो कुरकुरे हड्डी भएको मासु हरि मिठो हुन्छ कि, अनि त्यो भएर किन्न आएको करे। तर पाएँ कि फाइनली। कुन किन्ने हो कुन किन्ने? म एकछिन किन्छु, च्यान्तो एराबी गरेर किन्छु, अनि भिडियो बनाउनु पऱ्यो कि। यहाँले मैंने मासु ले लिया। अब मैले जे देखेँ नि किनम हुन्छ। यो ससेज नि फेरि मनपर्छ मलाई, के गर्ने होला, किनम कि क्या हो ससेज। म तिमीलाई खाम कि नखाम भन त? के हालेर बनाएर यस्तो पढ्नु पऱ्यो कि। यो पोर्क धेरै मिसेको त मिठो हुन्न नि त, पढ्न जानेछु खर पढ्दिनु पऱ्यो कि कुरा। समिश्रणहरू कता यस्तो बुटानीकै रहेछ। अबे जेम्बु बुटानीको दाते म यी बास्केट लिन्छु। मैंने सुन लिया, मैंने जो देखा बता दिया। घुमाउँछु स्वाइक, लिएर आउँछु बाइक, घुमाउँछु स्वाइक। के लिने भएँ मैले। प्याजहरू लिएँ, मासु लिएँ, मैले किनेँ। मन वारी भयो। अब म गएँ आसिम त गोचिएको रहेछ यो। यहाँ यस्तो म माथि आएँ गाइस। अघि म जहाँबाट छिरेको थिएँ त्यहीँ आएँ। अनि के गर्छु भनेपछि मैले यहाँबाट एउटा मस्कारा किन्छु सोचेको थिएँ, तर एउटा साइयाको के कुरा भन्छ भनेपछि गाइस नभन मलाई लाज लाग्यो। अहिले चाहिँ म चाहिँ या कस्तो शान्त के आयो यो कतरा गर्दै। ए बासु हुँदो रहेछ बासु। जाडो छ, तर हिजो अस्ति भन्दा चाहिँ अलिक कम छ, तर माइनसमा छ कि जस्तो वाला फिल भयो कि जाडो चाहिँ अलिक चिसो भएर। अनि के भन्छ अरे म हिँड्दैछु अघि यहाँ खोला गएको भर्खर त नजाम कि क्या, यताबाट जान्छु। हामी इधर से जाता है त्यो बाजे सलम। म कस्तो घिनानी प्यार बोल्छु है। केटी भाष त अलिक शान्त स्वभावको, सहनशीलता भएको, नरम बोल्ने, सबैसँग मिल्ने पो। म त यसै रिस मात्रै भएको झन् कि नि। मेरो बानी बेहोरा ठिक छैन है मिनासँग। शान्त किन साई छु किन यस्तो हावाले हान्छ र। अँध्यारो छ, म देखिन्न, कालो मान्छे नि हराएर झन् कस्तो। म साइकलमा हिँड्ने बानी भएर अनि उस छ के खुट्टाले हिँड्दा त यस्तो यता हिँडेको नि बाङ्गे गए जस्तो हुन्छ कि। साइकलमा जान्छ भने चाहिँ त्यहाँ चाहिँ पार्किङै छैन कि। अनि यो चिजले मेरो रुगै फर्काइदियो कि रिस उठ्ने। जम्मैले मलाई छुन्छ, रोगले नि मलाई छुन्छ। भेन्डिङ मेसिन बेच्छ म गोरी आउँछ होला। ओइ किटकाट रहेछ भाइ रे, 170 रे। तँ खा, रिस उठ्ने कति महँगो है। मरी काम गरेर 170 का मिठाई खान नि डराउनु पर्छ जिन्दगी देखेर नि। मतलब के हलाक खान्छु हलाक। अच्छा सबिना कति बोल्छु, लास्ट बोल्छु यार म। छ्या अबबाट अलिक कम गर्छु, तर बोल्छु के मेरो बोल्ने कोही नकोही। यस्तै एक्लै दोगा टोरी गर्ने, दोगा खिच्ने, बोल्ने, हिँड्ने, आफ्नो भिडियो आफै हेर्ने, हाँस्ने। के कसो म चाहिँ अघि यहाँ यो सिन गयो नि, यहाँबाट सत्त कटेर त्यहाँबाट पारी गएको। अहिले चाहिँ यताबाट घुमेर यताबाट आएको कि झ्याउलेर यता त्यहाँ खोलामा झन्। फेरि सबिना त डरायो भन्ने सोच्नु होला। डराउन ल दिदी, डराउँदिन नि। फेरि यो चाहिँ भेटे पसल हो, भेट्नान पसल। खाना आउने भयो के अरे नौसेरी बेरे। है त्यहाँ नौसेरी मैले यहाँ मासु किनेछु कि मासु किने छैन कि के भन्छ अरे फलफुल किने छैन कि के किने छैन। नौसेरी गीत चाहिँ अब भएको छ र। अनि होइन दिदीले यहाँ फलफुल खान्छ घर मेरो होस्टेल आयो यही हो। अनि कस्तो अरूलाई त खिच्थेँ कि आज मैले भिडियो खिचेको गाइजहरू पुरा आधा खिचेछु कि आधा मान्छे नै नभए मुर्गु तास्तो। तै पनि
पोस्ट त सुरु नै अपलोड हान्छु त्यही पनि यस यस यो मेरो चिरिन्जो अबि भनेर गर्दा नि अनि म चाहिँ ओ माथि पुग्ने हो लोकेसन देखाउनु हुन्न है फेरि गाह्रो पर्छ नि ल मेरो भिडियो सक्यो आज त हाम्रो यहाँ किनी पनि खोले रहेछ ए खुलेछ नि यही यो छु दाते खोले रहेछ कोही मलाई माया मान्छ भने भर्याङमा मलाई बोक्न आउनु प्लिज पर्दैन चिखारा मचिन आयो सबिना आफै हिँड्छ घर गएर भात पकाएर खान्छु गाइज सुत्छु अनि के भन्छ अरे आज मैले राम्रो देखेर भिडियो खिच्छु भनेर मेकअप गरेको त्यहाँको त्यो चिसोले मास्क नलाग्नु भने बनाइदियो कि देखो न गाइज देखो न आहा आई मेकअप गाजर त लागेन त्यही पनि